कहिलेकाहीँ एउटा परिकारले पनि समय रोकिदिन्छ। आज पिँडालु र गुन्द्रुकको तरकारी बनाउँदै गर्दा लाग्यो स्वादले पनि आफ्नै भाषा बोल्दो रहेछ। हाम्रो जीवन जहाँ पुगे पनि केही बासनाले सिधै बाल्यकालसम्म पुर्याइदिन्छ। चुलोको न्यानोपन, भान्सामा व्यस्त आमा र खाना पाक्ने प्रतीक्षामा बसेका हामीहरू, यी दृश्य अहिले पनि मनमा उस्तै ताजा छन्। आज यही परिकार बनाउँदा महसुस भयो, घर भनेको एउटा ठाउँ होइन, घर भनेको त्यो अनुभूति हो जुन एउटा सानो गाँसले पनि फकाइदिन सक्छ। गुन्द्रुकको हल्का अमिलो स्वाद, पिरोको मिठास र मसलाको सुगन्धले यो परिकारलाई विशेष बनाउँछ। त्यसैले यो एउटा खाना होइन, याद, माया र आफ्नोपनको स्वाद हो। तपाईँ जहाँ भए पनि कहिलेकाहीँ आफ्नै माटोको स्वाद बनाउन नबिर्सिनुहोस्, किनकि स्वादहरू कहिल्यै पुरानो हुँदैनन्, ती त सधैँ मनमा बसिरहन्छन्। अनि अर्को कुरा, सिन्की र गुन्द्रुकमा के फरक छ? म फेरि गुन्द्रुक र सिन्कीमा केही फरक देख्दैन। फरक नदेखेको हो कि छुट्याउन नजानेको हो? मलाई कमेन्टमा भनिदिनु है त। आजलाई मेरो गुन्द्रुक र पिँडालु बन्यो। हस्त बाई।